यो गाडीको अगाडि जानु सट्ट मुनि त चक्का त्यस्तै झिक्दिन्छ गाडी थाहा पर्ला यस्तो छ मर्निङ यसै सुरुवात हुन्छ झगडा गरेर अब के भन्नु ल ठिकै छ अहिले बजे बिहानको 7:30 अनि हामी माफी माग नि त मसँग म हाँस्छु किन हाँस्नु अनि अहिले बजे बिहानको 7:30 अनि हामी हिँडेको चाहिँ 6:30 बजे हो 1 घन्टा भइसक्यो यो क्लबबाट चाहिँ अनि आज हामी नर्समेन पुग्ने हो त्यो चाहिँ हाम्रो 700 किलोमिटर हो कस्तो हो आज हामी बिहान 6:30 हिँडेको हो हामी हिँडेको 1 घन्टा भएको हो अनि सुन्नु साथीहरू अनि अहिले हामी के ठाउँ अरे बिर्से काइगुना भन्ने ठाउँमा चाहिँ रुक्ने हो काइगुना अनि त्यो चाहिँ अझै 2.5 घन्टा लाग्छ त्यहाँ पुग्नको लागि गलत 2 घन्टा 25 मिनट अनि त्यसपछि यस्तै चलिरहेको छ बिहान चाहिँ यस्तो पानी परि पनि परिरहेको थियो उतातिर चाहिँ यता चाहिँ परे होइन परे बिस्तारै परे होइन खै कहाँ परे एकैछिनमा पर्छ आउनु जाँदै अहिले त परे होइन त भर्खर परेको भर्खरको चलिरहेको थियो अनि त्यसपछि यही नै हो आजको चाहिँ नयाँ न्युज के भन्ने ल ठिकै छ बाटो चाहिँ यस्तो छ बाहिर यस्तो छ अनुहार चाहिँ यस्तो छ मेरो गाडी चलाउँदाखेरि ट्यालेन्ट देखाइदिनु कुन चाहिँ ट्यालेन्ट यो चाहिँ उहाँको ट्यालेन्ट हो है नाकको यो दुईटा फुलाइ चाहिँ उहाँको ट्यालेन्ट हो गाडी चलाउँदै थियो ओ माई गड कति ठुलो ट्रक ठिकै छ ओहो हिजो के अस्ति हो रे हामीले पुरै गङ्गाहरू देखेको बाटोमा मरेको हिजो दिउँसो दिउँसो कि अस्ति दिउँसो हो हिजो हामीले हानेको नि हो त्यो हिजै हो क्या हामीले हानेको होइन अलरेडी मरिसकेको गङ्गाहरू हामी बिचमा थियो अनि सानै होला भनेर गएको त ठुलै रहेछ भाद्राङ्ग बजेको थियो कि तर लास्टै हुन्छ नि हामीले जो 100वटा गङ्गाहरू मरेको त देख्यौँ होला बाटोमा त्यस्तो धेरै के गङ्गाहरू मरेको त्यो ठाउँमा चाहिँ लास्टै पाइँदो रहेछ अनि यहाँ वास्तै भन्ने गङ्गाहरू किनभने एकदम धेरै हो नि त अब पपुलेसन गङ्गाहरूको त्यही भएर ल ठिक छ बाटो चाहिँ कडा छ ट्यालेन्ट फेरि गरिदिन्छु यस्तै हो पुरा मुनमा हिँडिरहेछौँ हामी मुन हो है यो मुन कहाँ थियो हेर मुन काइगुना भन्ने ठाउँमा नि आइयो म त एउटा घर बजारै होला भनेको त यति रहेछ अब यहाँभित्र खानेकुरा पाइन्छ कि पाइँदैन भन्ने कुरा हो खानेकुरा चाहिँ ग्यास स्टेसन मात्रै हो क्या कति हो कहाँ लेखेछ लेखेकै छैन त अनलिमिटेड कति नट एभाइलेबल टुडे अरे ऊ त्यो डिजेल हो त्यो त झर्नु भयो खाइगुना गाडीको हालत पत्ली भयो यसरी हो रे भिडियो बनाउने थाहा थिएन भ्लगर भनेको छैन अहिलेसम्म कुत्ता किनभने भर्खर तताएर दिएछ पकाएर त्यही भएर के किन्न गएको के किनेर आइयो खासमा मलाई कफी त खाएको छैन मैले कफी भनेको मसिन कफी मसिनै त्यो के भएको भने अनि इन्स्ट्यान्ट कफी बनाएर खा भन्थ्यो के खानु त्योभन्दा बरु म कोल्ड ड्रिङ्क्स खान्छु
फिस एन्ड चिप्स खाऊँ के अरे अब यस्तो ठाउँमा आएपछि अझै भन्नुपर्छ भनेको होइन सकिन्छ त बर्गर खाऊँ भन्यो ओ हजुरले फिस खानुहुन्छ हजुरले फिस खानुहुन्छ फिस एन्ड चिप्स खानुपर्छ नि यस्तो ठाउँमा आएपछि जहाँ पनि फिस एन्ड चिप्स मात्र लेखेको हुन्छ इज लाइन पुरा पछाडि देखाइदिनु न के हेर्ने सब यस्तै छ यो अस्ट्रेलिया र यो हिलो बाटोमा हिँडिरहेको छ यहाँ यो नेपालवाला भाइ हुन्छ नेपालवाला भाइ भइरहेछ बाटोमा केही छैन यो भित्रको बाटो मेन हाइवे चाहिँ राम्रो छ डेन्जर लगाइरहेको चिसो भएर यो त हातले चुडेर बनाए जस्तो छ त तल धेरै माथि यो त अर्ग्यानिक बर्गर परेछ नि त हजुर पुरै रातो माटो छ त यो पानीले बगा जम्मा गरे हो के हो है यो फ्लड हुन्छ होला कि मेबी यो ठाउँमा के पानी आएर अनि पानीले बगाएर अनि त्यो सब माटोहरू तल जम्मा गरे जस्तो छ फाइनल्ली कुकिङ सुरु भयो कति दिनपछि के गर्ने भनेर आज डेस्टिनेसनमा हामी टाढै पुग्ने एक पनि बजार थिएन पुग्छ जस्तो लाग्यो अनि सगुल के अन्थ्यो के अरे चटपटे खाने अरे जति बेला पनि सामान ल्याए युज त गरौँ केही त छैन बिचमा होइन अनि त्यो उस हुन त्यो पाक्छ त्यो अलिकति उस भएपछि पानी एड गर न पाक्छ सब फोहोरहरू तर बस्ने ठाउँ चाहिँ दामी छ कोही पनि रहेनछ तर यो रेस्ट एरिया रहेछ कि त्यस्तै हो सबै झिकन तिमी यस्तो छ आज चाहिँ लास्टै त्यो टाइम जोनले गर्दा पनि लास्ट चाँडो आयो ठाउँमा हिजोदेखि कति 1.5 आवर टाइम जोन डिफ्रेन्स भएर चाहिँ चाँडो आयो मजा लाग्यो होला
यहाँ हाम्रो चुलो, कोक, रामेन, आकाश भण्डारीज्यू खान्छौँ ल अब। तालुनेको उकालो चढ्नु जस्तो फिल भयो। साँच्ची मुनै हो, मुनै हो। टाइम डिफरेन्सले गर्दा पनि आज हाम्रो 7 घन्टाको मात्रै 700 किलोमिटर ट्रिपको थियो। त्यही भएर हामी त यति छिटो आइपुग्यौँ। 2:30 बजे त हामी नर्समेन आइपुग्यौँ। छिट्टै के हो र खोइ हाम्रो आजको बसाइ यहाँ त केही पनि देख्दैन यहाँ हुन्छ होला। एकदम क्वाइट ठाउँ रहेछ। घरहरू त छ रोडहरू पुरै खाली, यताउति पुरै खाली रहेछ, मान्छे पनि कमै देखिने। त्यस्तै रहेछ यो तिम्रो अब एकदम रिमोट एरिया भएर होला कि घरहरू भयो नि मान्छेहरू नै नदेखिने क्या। रोडमा आउँदैन हामीले मान्छे नै देखेन कि होइन। पकाउनको लागि स्पेस पनि छ, बाथरुम पनि क्लिन रहेछ। ल हामी पनि यहाँ आइपुग्यौँ। अब हेरौँ, छिटो आइपुग्यौँ। अब के गर्छौँ थाहा छैन, एकछिनमा भेटौँ है त। हेलो साथीहरू, हामी चाहिँ अहिले नर्समेनमा छौँ। आकाशै ठुलोसँग बोल्नु भएको छ। मेन कुरा चाहिँ के हो भने नि हामी यहाँ छिटो आइपुग्यौँ कि टाइम डिफरेन्सले गर्दाखेरि हामीलाई छिटै आइपुग्यौँ। हामी यहाँ 3 बज्यो। के चाहिँ गर्ने भयो, कहाँ चाहिँ जाने भयो, थाई रेस्टुरेन्ट रहेछ त्यो चाहिँ खानु पर्ला। चलाउने मान्छे यहाँ हुनुहुन्छ, चल्ने मान्छे म यहाँ छु। गाडी चाहिँ यहाँ छ होइन। हाम्रो यस्तो छ। भोलि चाहिँ हाम्रो पर्सको दिन हो। ठिकै छ। अब के चाहिँ गर्ने भयो कि एउटा टिकटक पनि बनाएँ। EGF 58K. Cinematic. आइजी पनि गएर निस्कियो। चिप्स डिप्स पानी दियो। म त सिडनी हुँदा आइजी गएकै थिएन भाइ। म त फर्स्ट टाइम हो आइजी बसेको। ठिक छ, भित्र चाहिँ भिडियो गरेन किनभने यो नेभर नो कस्तो मान्छे हुन्छ अनि फेरि रिसायो भने कोही त हुँदैन नि त राम्रो मान्ने। त्यही भएर म गरिनँ। यसो बजारतिर हेर्नु पर्यो यस्तो नर्समेनको। ल रिमोट एरिया। अस्ट्रेलिया यस्तो छ भनेर मान्छे सोध्दैन होला। अस्ट्रेलिया भनेको त यस्तो भन्छ नि है, तर यस्तो ठाउँ पनि हुन्छ। मान्छे सुनसान छ, एउटा मान्छे बाटोमा देखिँदैन। त्यहाँ आइजिएमा पनि अलि एउटा मान्छे। यहाँ त
यसो 5 बजे अलि डार्क हुने भित्र झन् मान्छे झन् पुरै भित्रै होला है। अहिले नै मान्छे छैन राति हुनै पर्ने खै मान्छे गाडी पनि छैन कि मान्छे कता गाडी नै छैन। यहाँ नुन अन्डा चाउचोको सुप अनि चाउचो अनि तेल हालेर बनाएको चाउचो हो यो। बेसन मसला केही पनि होइन त्यही पनि इट लुक्स सो टेस्टी। नुन आयो भइहाल्यो अरू के चाहियो र मसला चाहियो तर प्याज पनि हालेको है थोरै प्याज पनि हालेको प्याज पनि चक्कु नभएर यसले फोर्कले काटेको। हेलो गुड मर्निङ साथीहरू गुड मर्निङ भन्नु। गुड मर्निङ। अहिले बज्यो बिहानको 6:30 हामी चाहिँ नर्समेनबाट करिब 5 मिनट जति भयो। आज चाहिँ हाम्रो 5th डे 5 दिन भइसक्यो हामी घुम्दै गरेको। आज चाहिँ दिउँसोको 2-3 बजेर पुग्छौँ कि त्यति बेलै पुग्छौँ होला पर। अनि मोटेलबाट निस्केर हाम्रो ब्रेकफास्ट पनि इन्क्लुड थियो तर हामीले खाएर यति बिहान के खानु जाने हतार खानु कतिखेर पुग्नुहुन्छ। बाहिर चाहिँ यस्तो छ बिहान गाडीमा आइस जानु 3 डिग्री छ यहाँ अहिले चाहिँ। अन्त गाडीमा त आइसै जम्मै थियो पुरै कुदाएर पनि सेप्दै आएको थियो। जाडो रहेछ यहाँ चाहिँ तर उज्यालो चाहिँ उज्यालो भइसकेछ। उज्यालो भन्नाले यतिको भने उज्यालै हो। ल भेटौँ है त साथीहरू बाटोमा। आज चाहिँ फाइनली पुग्छौँ हामी त्यो ठाउँमा हाम्रो डेस्टिनेसनमा। सनराइज हुँदैछ। धन्यवाद। हाम्रो चाहिँ यो फर्स्ट स्टप हो नर्समेनदेखि हिँडेदेखि फर्स्ट स्टप ग्यास स्टपहरू देखेको फ्युल हाल्नको लागि। अब सगुनले के खाने भनिरहेछ। के खाऊँ न त ल त्यहाँभित्र मैले भनेको त नि त्यो ब्रेड रोल थियो त चिकन ब्रेड रोल थियो त्यस्तो फास्ट फुड छ भित्र छ ल। हेलो हाम्रो लन्च भन्ने कि ब्रेकफास्ट भन्ने कि एउटै। अब चाहिँ हामी खान्छौँ गाडी। कस्तो राम्रो कस्तो राम्रो। हेलो एभ्रिवान अहिले चाहिँ बज्यो कति बज्यो कति बजे 2 बजेर अनि 1 बजेर 40 मिनट 1 बजेर 40 मिनट गयो र हामी चाहिँ यो अनुसार चाहिँ 3 बजेर 5 मिनटमा चाहिँ हामी पर्थ पुग्नेवाला छौँ। जहाँ हामी बस्ने भनेको छौँ नि जुन चाहिँ घर त्यहाँ चाहिँ हामी त्यति बेला पुग्छौँ। अनि त्यसपछि अब चाहिँ मात्र 1.5 घन्टा बाँकी छ। यत्रो 5 दिनको यात्रा नेपाली त खरै भयो के गरे हो के 5 दिनको हाम्रो हिँडाइ आज बल्ल सकिन्छ। 4000 किलोमिटर भन्ने कम होइन। अनि त्यसपछि हामीले त त्यसको त 4 चोटि ओहोरदोहोर गऱ्यौँ जस्तै भयो।
धेरै छैन, 1.5 घन्टा बाँकी हो। बाहिर चाहिँ यस्तो छ, गर्मी चाहिँ गर्मी नै छ, भित्र पनि गर्मीमा छ, बाहिर चाहिँ खै कस्तो छ। तर म चाहिँ त्यहाँ गएपछि भिडियो गर्छु। ल पर्स पनि आइपुग्यो फाइनल्ली। छिरियो अब हामी चाहिँ ओह्रालो झर्दैछौँ। यहाँबाट चाहिँ पर्स सिटी देखिन्छ होला अलि उतापट्टि गएपछि। कान पनि टुन्न भयो है, कान टुन्न भयो। देखिन्छ होला र देखियो यहाँ यस्तो गरेर देखाइदिन्छ यतै सिटी देखियो। फाइनली पर्सको बस चाहिँ यस्तो हुँदो रहेछ। देखियो हामी नि अब पुग्यो, तर त्यो हामी जहाँ बस्ने हो त्यो घर पुग्नलाई चाहिँ कति टाइम लाग्छ ट्राभल गर्न त? हुन त मैले त्यही 20-22 मिनटमा पुगिन्छ। कान टुन्न भयो कि त्यो माथिबाट तल चढ्दाखेरि। यस्तै छ बाहिर, कस्तो गर्दै छ। हामी चाहिँ अब बेडफोर्ड अब हुन लागेको हाम्रो घरतिर लाग्यौँ। 1 minute from here। पर्सको घर, हाम्रो पर्सको हुनेवाला घर। काम पर्यो अब। कतातिर यहाँको मलाई ल्यान्डस्केप चाहिँ एकदम मन पर्यो। हुन त यो रिजनल हो, त्यही भएर नि होला है। यस्तो यस्तो राम्रो हो कि तल माथि हुन्छ, हिँड्न चाहिँ उकालो ओह्रालो हुन्छ। हामी चाहिँ अब आए। कुन चाहिँ घर पो हो, कुन चाहिँ यो एडाइट भनेर देखायो। यो त हैन 116 यो होला, आई थिङ्क यही होला। हामी चाहिँ आइपुग्यौँ। यही हो हाम्रो घर अब बस्ने। ल हामी चाहिँ आइपुग्यो। यत्रो लामो हाम्रो ट्रिप फाइनली यहाँ एन्ड भयो। यही नै थियो हाम्रो डेस्टिनेसन। सो अबको दिनहरू कस्तो हुन्छ, तर वी डिड इट है। वी डिड इट, राम्रो थियो, रमाइलो भयो। 5 दिनमा आइपुग्यौँ, मजाले रेस्ट गर्दै आइपुगेको हो। अब के कस्तो हुन्छ, हामी यहाँ चाहिँ उद्देश्यले आएको हो। हाम्रो जे हो त्यो पुरा होस् भगवान्को आशीर्वादले होइन। त्यही नै हो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।